को कुरा गर्ने राजसभाको कुरा गर्ने हो भने अब रवि लामी छानेलाई राजनीति प्रतिशोध हो भनेर आम जनताले बुझेका छन्, तर अहिलेको सत्ताधारीले त्यो बुझ्न तयार छैनन्, त्यो आरोप स्वीकार्न पनि तयार छैनन्। तपाईहरु जस्तो स्वतन्त्र व्यक्तिहरू अर्थात् पार्टीमा एउटा सिद्धान्तमा लागे तापनि छवि त सोचल छ नि तपाईहरुको, तपाईले चाहिँ के बुझ्नु छ? साच्चै राजनीति अब यो प्रतिशोध हो? अदालतको विचाराधीन मुद्दामा प्रतिशोध छ छैन भन्ने कुरो डिबेट गर्नु बेकार छ। ल एकछिनको लागि प्रतिशोधको गन्ध वास्दै आयो, त्यो प्रतिशोध भए त मुद्दा खारेज हुन्छ। रवि लामी छाने त मेरो व्यक्तिगत आफन्त पनि हो, आमाको मावली हो। म त उहाँ बाइज्जत रिहा भएको हेर्न चाहन्छु, मुस्कुराउँदै आएको हेर्न चाहन्छु। म त्यो मान्छे हुँ जसले मुकुल ढकालको दाबी वाहियात हो भनेर उहिले खारेज गरेको। निर्वाचन आयोगमा चिठी पुगेन टाइममा, यसको मतलब निर्वाचन आयोगले मुकुललाई नै मानव महामन्त्री ठान्यो। तर त्यो पार्टीले बकाइदा डिक्लेयर गरेको छ अहिले कविन्द्र बुद्राकोटी त्यो पार्टीको महासचिव महामन्त्री र त्यसपछि मनिष झा त्यसको स्पोक पर्सन प्रवक्ता भनेर। त एउटा कुरो के छ भने अहिले भीमरावले म एमालेको उपाध्यक्ष हुँ भनेर हुन्छ, त्यस्तै मुकुलले राजनीतिक कुरा गर्नुपर्छ। अब उनी त्यहाँ लठारिएर बस्ने होइन कि उनले रासोपा 2 खोल्नु पर्यो, कि कुनै पार्टी लाइक माइन्डेड एमाले काङ्ग्रेस कहाँ जानु मन लाग्छ जानु पर्यो, कि आफ्नो पार्टी गठन गर्नु पर्यो। मैले भन्न खोजेको कुरा के भने म त्यही पार्टीमा छु, त्यसैको महामन्त्री हुँ, यो गाना बजानाको फाइदा छैन। अर्को कुरो स्वर्णिम बाबुले कौनसा दुधेद भएको मान्छे हो, हिजो एमसिसी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी ड्राफ्ट गर्ने मान्छे म हुँ, गगनलाई सहयोग गर्ने भनेर उनीले भने हो नि त। गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर लबिङ गर्ने मान्छे हुने नि हुन्। अब उनी भ्रष्टतम नेता चिरञ्जीवी वाग्लेको भतिजो पनि हुन्, त्यसकारण स्वर्णिम वाग्ले हिजोसम्म काङ्ग्रेसको गीत गाउँथे। आज रवि लामी छाने कारागारमा हुनुहुन्छ हो, उहाँलाई मुद्दा छ। सानो पाइलामा पनि मुद्दा दर्ता भइसक्यो, सानो पाइला सहकारीको विषयमा पर्सामा। अब यो सब दायित्व चारै पाँचैवटा अदालतले, अब एउटा अदालतले धरौटी खोल्छ या जमानत खोल्छ या पूर्वपक्षमा पठाउँछ थाहा छैन। उहाँलाई पुनरावेदन अदालत तुलसीपुरको आदेशमा उहाँ पूर्वपक्षमा हुनुहुन्छ। त एउटा कुरा के भने यदि उहाँ निर्दोष प्रमाणित हुनु भने छुट्नुहुन्छ, दोषी भए जेल जानुहुन्छ होइन। तपाईको त भविष्य, तपाई एउटा धामी झाँक्री र भविष्यवाणी गर्ने मान्छे त होइन, तर भनेका कुरा अधिकांश मिल्दै पनि गइरहेका छन्। रवि लामी छाने छुट्छन् चाहिँ कहिले? अलिक गाह्रो छ, तर अब असम्भव छैन। के धरोटीमा उहाँको महत्वाकांक्षी भने 84 अगाडि नै छुट्टी हो। अब 84 अगाडि छुट्टी, चुनावको तयारी गर्ने, प्रतिस्पर्धामा जाने भन्ने हो। उहाँहरूले यदि हर्क साम्पाङ र बालेन साहब मिलेर नयाँ पार्टी खोलेन भने अब यो नयाँ धारको नेतृत्व गर्ने अवसर उहाँहरूलाई हुन्छ, होइन भने उहाँहरूलाई गाह्रो पर्छ। बालेन शाह र हर्क साम्पाङ गोपीहरूले मिलेर पार्टी गठन गर्न सक्छन्, गोपी हमालहरूले भन्ने कुरो पनि छ। र तपाईँलाई एउटा कुरो म के भन्न चाहन्छु भने प्रतिशोधको कुरै भएन, प्रतिशोध गर्दैमा